Hello guys, welcome to back my YouTube channel. So guys, म के भन्न चाहन्छु भन्दाखेरि तपाईहरुले मलाई भिडियोमा देख्नु नै भयो होला म के गरिरहेको छु हैन. सो गाइस यो भिडियो अरूले बनाएको जोडेर हाले. सो गाइस राम्रो या नराम्रो भयो नि वाचिङ फुल भिडियो. सो गाइस इन्जॉय. हामी चाहिँ बेमा जाँदैछौँ. हाम्रो टक्कलाई टिका पाउँदैन. हाम्रो गल्तीहरू हुनुहुन्छ. यहाँ बाजे हुनुहुन्छ. बाजे हाम्रो सबभन्दा ठुलो बाजे. अनि यता अर्को बाजे हुनुहुन्छ. अनि उता हुन्छ हाम्रो जतिहरू. हेलो जति गाइस, हात हल्लाइदिउँ. हल्का हात हल्लाइदिन्छ. अनि हाम्रो अङ्कल हुनुहुन्छ, ड्राइभर अङ्कल होइन. अनि उता स्टाफ अङ्कल पनि हुनुहुन्छ होइन. पहिलाको बेला हेलो गाइस, हामी चाहिँ च्यामादेखि अब सैनिकतिर लाग्दैछौँ. गएको जन्ती गाडी भित्र राम्रो नआउने बेहुला बेहुली यसो. हाई गाइस, भत्तेरेर गइहाल्यो. खै फेटा निकाल. यी बेहुलाका बहिनी अलि बेहुलीको जेठी दिदी भन्दा सुहाउँथ्यो. अब जुत्ता फुच्का भने त बर्बाद. हामी चाहिँ यहाँ खसीको मासु खाना कालो देखिया. अगाडि गएर टोपी खस्यो.
यस्तो भयो भने खिच्केको दिन त केही भएर त बुढाबुढी देखिनु पर्यो क्या छाताले देखे होइन आउनु पर्यो त यहाँ यताबाट आउँदा पनि हुन्छ देखाइरहेको छु सबै के बोल्ने हो र मैले भ्लग गराउनु लगाएर बोल्नलाई कहाँ यो त भिडियो गराइदिनु लाग्यो भने ल ल अनलाइन गाइस यस्तो ह्यान्डसम भएर आएर हुन्छ घामले हात टल्के मेरो त ल यता पर्यो बेहुलाको बुवा यता बहिनी यता बेहुला यता बहिनी यता के हो यता मेरो बुढा यता मामा मामा यता हामी बाजे त बाजे कसले किनिदिएकै कति लाखको चस्मा हो जाने जाने मैले बोक्छ मलाई बोकेको थियो होइन आउने बेला ओहो हामी बाजेको चस्मा बाबा कसले लगाइदियो कि बाजे यस्तो दामी चस्मा उता पुसेको फेरि कामको बेहुलाको चस्मा म होइन आज त हाम्रो अङ्कल आएको
भिडियो बनाउनै पाएन हामी सोल्दा कस्तरी जानुभएको के म त हेरेको भएको के को बिचमा आयो मानेको के डगुरेर आउँदाखेरि त यता भयो न तानेको तानिसकेको थिएन पछि छोडिदिएको यसले बेहुलीलाई बोकेर जुत्ता अटक भएर हामी प्यारीमा आइजु ल गाइस होइन अब हाम्रो चाहिँ चट्टा लाएर मेलमा भोजसँग छ यता चाहिँ बेहुली हुनुहुन्छ भने हुनुहुन्छ अनि हाम्रो बहिनी फुपू अनि अर्को हाम्रो सुजल ज्वाइँ हुनुहुन्छ अनि मेरो कान्छी बहिनी अनि उता हुनुहुन्छ ज्वाइँ र साला दिदी उता हुनुहुन्छ होइन अनि यता हुनुहुन्छ हाम्रा बाजे टोलीहरू होइन बाजेहरू यहाँ यस्तो महँगो गरगहना छ गरगहना हराउने अवस्था चस्मा पनि दामी देखाएको छ मादल टोपी मदल काममा लाउने मुन्द्रा अत्रा चाहिँ ल जुत्ताको डिमान्ड जुत्ता देउलाको जुत्ता यहाँ भिडियो बनाउँछु अलि मूल्य घटाउनु पर्यो के
हामीलाई चाहिँ अलिकता जुत्ता भन्दा त मूल्य महँगो भयो 500 को जुत्तालाई अब अनि 500 हजार रुपियाँ भयो त ल 2000 को 4000 भयो नि त 2000 को अब 2000 को मूल्य भएपछि जुत्ता 4000 त दिनु पर्यो दिइहाल्छ नि त भइहाल्छ 4000 मान्नु पर्यो अब साली पार्टीले 2000 मूल्य लगाएपछि हामी 4000 दिन्छ भइहाल्छ बोल्नु पर्यो नि 4000 मा हुन्छ हुन्छ 4000 मा त सालीले मानेन भने त फेरि भोलि हामी कहाँ लैजान्छ त फेरि 4000 मा हुन्छ होला 4000 भनेको हैन बाबा 4000 हुन्छ कति दिनु हुन्छ हैन अब सालीले मूल्य लाउने हो यो त 10,000 भर्खर 2000 को जुत्ता डबल दिनु भनेको हैन र 4000 अर्को फेरा लादैन ल 5000 भर्खर जुत्ताको मूल्य भन्दा डबल दिनु भनेको हैन ल त्यसो गरे भयो त के गरे 10,000 हैन 4000 भने 5000 5000 बेला खाइ 5000 बेला खाइ बेला 5000 बेलाले 5000 जिम्नु बारे खाइ बेला 5000 छोड्न रुइ ए सालीले खुट्टामा लगाइदिनु पर्यो सालीले दुईटा सालीले एक कुण्डा जुत्ता लगाइदिनु पर्यो दुईटा सालीले तानेर पहिला एउटा जुत्ता 50% पैसा फेरि अर्को हातमा 50-50 हुन्छ पहिला एउटा जुत्ता 50% पैसा देखाइदिनु न 2 3 गर्नु न के रम्यो एउटा जुत्ता लगाइदिनु 2000 निकालेर दिनु ए बेहुलालाई लडाइदिएला के बेलाले जति दिन्छ म दिनु है ल ताली बा मार्दिनुहोस् ल खुसी ल यहाँ आयो राखम त कार्यक्रम नाचेर सन्दिन केमसी दिलो बा लक्की छेस नि त लक्की छेस अब त्यहाँ दुईजना भयो न के भन्न चाहनुहुन्छ होइन मजाक गरेको त्यस्तो भन्नु खोइ एक्लैले पाएको थियो पैसा त फोटो खिच्दैन ओ त्यहाँ जाऊ रे के त्यहाँ एला सम्धि एला सम्धि भेट हुँदैछन् ल खै के हो दुईटा सम्धिको अनुहारै देख्न गाह्रो छ तल माथि दुईटा सम्धिको अनुहार देख्न गाह्रो भएको अवस्था ल सम्धि भेट मेरो चाहिँ 83 वर्ष ए यो दाहिने बायाँबाट नठोक सुन्नु होला है गाम ठोक्नुपर्छ गाम
ए बाजे ल हजुरको टोपी पनि ल टाउको ठोकुम्ला त बाम हजुरले यता खुलाइदिनु आफूले गर्नु ल हो आफूले हो बिस्तारै बिस्तारै खानु होला ल भयो 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 उठाउनुहोस् न निन्नुस् के हजुर दुईटा मान्छे उचाल उचाल गर्नु ल मान्छे उचालेको अवस्था ल ल ल अब सकिन्न होला आमाले अहिले फेरि दुइटा सम्झिनु पर्ने भने छैन ल ल डोक यो हामीले ल्याएको चाहिँ उता दिनु हो दाजुको हामीलाई दिनु ल बिया जन्तीहरू आऊ बाँकी जन्तीहरू यहाँ लाइन लाग्नुहोस् लै लाग्नुहोस् बाजे हाम्रो ह्यान्डसम बाजे ल गाइस आजको लागि कार्यक्रम यति हो धेरै रमाइलो भयो अब अझै गाडीमा जाँदा पनि धेरै गीत गाउँदै नाच्दै जान्छौँ है गरेर होइन बाजे यो हो नि त हो नि हो कि होइन हाम्रो बाँकी भिडियो सब्सक्राइब गर्नु होला लाइक गर्नु होला हाम्रो बाबा ह्यान्डसम ल ल ल ओहो हाम पुस्दै त के हो ल ल ल ल आज त एउटा केटीले टप्प टिपेर लाने भयो हाम पुस्दैलाई भेनालाई लाने भयो ल ल भेना गर्न त के हो कालै काला हात यस्तो हाँड्छ भेनालाई कालो देखेर हेपे छ हाम्रो अमलको के कुरा गर्ने है टिका लगाइदिनु अनि मलाई बिर्सिनु भयो क्या मामाले ढक गरे पर्दैन होइन होइन यो लिनुपर्छ यो धन्यवाद के कस्तो अँध्यारो देखेको चाहिँ यहाँ त यस्तो गोरो मान्छे हो तल कालो देखाएको छ छा 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 ओहो बेहुला उठाएको अवस्था सकिन्छ बेहुलालाई ल बेहुलालाई उठाउ त ढाड भाग्छ ल ल ल ल ढाड भाग्छ ल बेहुला ल बेहुली ल बोक्न गाह्रो छ बेहुलालाई ल यहाँ रोकिदियो बेहुला बेहुलालाई ल यहाँ फेरि कति छ यहाँ केरा बेलाउती त छैन त धेरै भयो क्या हो धेरै कति छ बिनाजु आहा नदिनु म बत्ती बालिदिन्छु है धेरै भयो क्या बिनाजुले आहा दिनु भएन मैले त बत्ती बालिदिन्छु है दिन्छु म बोलिदिनु त अरू पनि बिनाजु एक्लै हुनु भएको दायाँ बायाँ साइड सिट बोल न कति हुन्छ यता हेर्नु न 6 त 6 नै हुन्छ नि
6 दुना 6 हुन्छ नि आज साइन्टिफिकेसन म्याथ म्याथमा बङ हालेपछि यस्तो हुन्छ म्याथ क्लासमा बङ हालेपछि म्यानेजमेन्टकै मुटुलाई हलियार म त 6 दुना 12 हो 6 दुना 12 नै हो 12 हुन्न 6 + 2 हुन्छ होला 12 मा 6 + 2 ल 6 + आउँछ नि ला ला गाई सबले मिलाइदियो त मिलाएन बालिकालाई भेनालाई मिलाइसकेको अरूले भन्नु न त कति हाल्नु पर्यो हजुर भन्दिनु न पहिला कति हाल्ने टाटा हाम्रो कुरा गर्नु ल भन्नु न डबल ल छको डबल त छ नै होला नि हामी 6 हाल्छौँ 6 मा 12 भयो त नि त्यही त भयो त नि 6 छको डबल 6 12 भइहाल्छ नि हालिदिनु 12 हुन्छ बराबर भयो के गाडी भाडा छैन मेरो हालिदिनु मामा 12 भयो डबल भयो नि ओके ल भयो यसको कति पर्यो भन्नु पर्यो 5000 पर्छ 5000 पर्छ ल यो 1000 दिए ल भाइ ल भयो उठाउनु हामीलाई जाने ढिलो भयो ए भएन र भयो के भयो ल्याउनु मलाई तेरा बेलाउतीमा आफूतिर हाल्नु बियर त उडाइराख्छु आज ढाड भाँच्ची नि भयो ल ल आज एक दिन हो भोलिबाट मालिस गरिन्छ ढाडको पल्टेला ल ल ल घुमम ल ल ल राखम बेहुला बेहुली अगाडि ए देख्दै देखेन यहाँको मान्छेलाई पहिला बसाउनु न ए पहिला यहाँको मान्छेको जान आउनु र पहिला यहाँको मान्छे बसाउनु के पहिला आउनु यहाँ को जाने हो यो पनि लैजाने हो हामीले यो त के अरे उसमा त गाडीमा त गाडी होला त ए पत्ती मार्ने हो म त पत्ती नै सही त कि मागे
म त होइन के बत्ती पनि बालेर लाने कि भन्ने मानेको के बत्ती उसो त गाह्रो हुन्छ नि गाडीमा हातमा यस्तो गाडोमा गाडीमा त बत्ती हुनु पनि खै त्यही पनि विचार गर्नु न आमा यस्तो ह्यान्डसम हुनु राम्ररी हुनुहुन्छ कहिले देखायो कि म कहाँबाट चराम कि यता 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 यताबाट जानु क्या हजुर त के हुनु मान्छे को जाने भनेको र ए हामी चढ्न पाउँदैन ला 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 हजुरलाई त डिक्कीमा राखिदिने हो कि के छ जेठाबाहरू सामानहरु लिएको छ आजको लागि कार्यक्रम यति हो धेरै रमाइलो भयो सब्स्क्राइब गर्नु होला लाइक गर्नु होला